मेरो आमालाई हात हाल्दिरहेछ। आमा माइन्ड नगर है, यो यस्तै छ के। हो स्वास्नीलाई यसरी नै तलाउनु पर्छ। एक थप्पड मात्रै हैन 5-7 थप्पड हान्नु पर्ने। 5-7 थप्पर मात्रै हैन, अब फेरि पनि यस्तै गरे पनि 500-600 थप्पर लगाइदिन्छु, अनि थाहा पाउँछ। अहिले चाहिँ तैँले ठिक कुरा गरिस्। म जहिले ठिक कुरा गर्छु, कहिले बेठिक कुरा गरेर देखाछु। तिम्रो आमासँग तिमी एक्लै बस, गए म। ए पुतली कहाँ जानु लागी? जाओस् है त्यो, छोड दे। यस्तो सोच्नु त जति पनि पाइन्छ। कहाँ जति पनि पाउँछु, तिमी पनि जे पाए त्यही बोल्छु। ए पुतली कहाँ जानु लागी? ओइ भट्टे, मैले भन्दैछु है, त्यसलाई लिएर घरमा आइस भने ठिक हुँदैन। ओइ पुतली, अनि कहाँ जानु लागि कि त? म दाजुको जाऊ, तिमीलाई के मतलब? हेर नि त्यहाँ मतलब नभएको भए रोक्न आउँथे। कसले रोक्नु पर्दैन मलाई, खछडे मेरो बाटो। ए पुतली, होइन कस्तो कुरा नबुझ्या क्या तैँले? तँलाई मैले हाने जस्तो मात्रै गरे हो कि, त्यति नगरे भए आमा बिच्किन्थिन् अनि सम्पत्ति पाउन झन् गाह्रो हुन्थ्यो। तँलाई मैले त्यत्तिकै हात छोड्ने मान्छे हो? हात छोड्ने भए त अघि तैँले पँधेर मेरो गालामा थपड हान्दा छोड्थेँ नि। कुरो बुझ्नु छैन, त्यत्तिकै रिस उठ्छ यार। अनि त आमासँग किन झगडा गरे कि के? मैले गरे हो र? तिम्रो आमाले आफूले हात छोडेपछि मैले के गरौँ? केही पनि नगर, अब घर गएर आमासँग माफी माग। हिँड। माफी त मागे हो। हत्तेरिका, त्यसो नभन् न, माफी माग्नु पर्छ के, सम्पत्ति हात पार्नु परेन। केही पाउनलाई केही गुमाउनु पर्छ के। हिँड आमासँग माफी माग्नु, फेरि माफी माग्दामा केही बिग्रिन्न के। ल हिँड्न जाउँ, आइसक्यो। त्यसले घरमा लिएर मात्रै आओस् न, मैले जाने छु। त्यो नखरमाउली कुन मुखले मेरो घरमा छिर्दिरहेछ? बुहारी भएर सासूलाई कुट्ने? आमामामामा, अनुहार राम्रो भएर के गर्नु? बानी बेहोरा फिटिके राम्रो रहेनछ।